मन्त्री बनेर बुधबार सिंहदरबार सरेका महावीर पुनले कर्मचारीहरूलाई आफ्नै हातले चाउचाउ पकाएर खुवाएका छन्। उनले कार्यालयभित्र आफ्नो क्वार्टरमा मन्त्रालयका कर्मचारीहरूलाई चाउचाउ पकाएर खुवाएका हुन्। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक समेत छ, जहाँ मन्त्री पुनले चाउचाउ पकाएर भाग लगाउँदै गरेको देखिन्छ। भिडियो खिच्ने मध्ये एकजनाले यो के हो भन्दै प्रश्न गरेका छन्, जसमा मन्त्री पुनले ठट्यौली पारामा कुँडो पकाएर खुवाउन लागेको कर्मचारीहरूलाई भनेका छन्। त्यसो त मन्त्री पुन रमाइला व्यक्ति हुन्। उनको व्यक्तिगत जीवनशैलीदेखि मन्त्री हुँदासम्मका सबै व्यवहारहरू अनौठा लाग्दछन्। अघिल्लो पटक मन्त्री हुँदा पनि उनले ढिँडो पकाएर खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसो त अहिलेसम्म कोही पनि मन्त्री मन्त्रालयमै बास बनाएर बसेको रेकर्ड छैन। तर मन्त्री पुन भने अघिल्लो पटक र अहिले पनि मन्त्रालयमै आफ्नो कोठा र किचन बनाएर बकाइदा बसिरहेका छन्। खास गरी आउजाउ गर्न र बाहिर निस्कन झ्याउ लाग्ने भएकाले उनले यसरी मन्त्रालयमै बस्ने व्यवस्था गरेको बताउँछन्। यसो गर्दा बाहिरी व्यक्तिहरूसँग भेटघाट गर्नु नपर्ने र मन्त्रालयको काममा फोकस हुन पाइने उनको भनाइ छ। जे होस्, मन्त्री पुन प्रति आम नागरिकको आशा र विश्वास चाहिँ छ नै, किनकि उनी हत्तपत्ती गर्छु भन्दैनन्, तर भनेको कुरा चाहिँ गर्छन्। अनि यिनले नगरे पनि बिगार्लान् भन्ने चाहिँ धेरैलाई लाग्दैन। उनी सक्ने काम सक्छु भन्छन्, नसक्ने सिधै सकिँदैन भनिन्छ।